हेलो गुड मर्निङ टास्दिले खामरिमो कुजुजाङपो र अहिले म चाहिँ ठिक गुरुपेटमा सम्भवाको होली केभ तपाईको जङ्गरीमा छु र जङ्गरीको वेदर एकदम राम्रो भयो आजदेखि है। घाम लागिरहेको छ र हिजोसम्म पानी थियो र यहाँ चाहिँ विशेष गरी के हो भन्दा चाहिँ यहाँ चाहिँ दुईटा अर्थले बुझिन्छ है। भ्यागो र घ्यागो भन्दछ। भ्यागो भन्ने चाहिँ यो ठिक कुखुराको भालेको जुरो है, शिरको त्यो जुन चाहिँ जुरो जस्तो छ भनिहरू बुझिन्दछ। यहाँ चाहिँ के गर्नुभएको थियो गुरुपेटमा उहाँले 8औं शताब्दीमा भन्दा चाहिँ यहाँ चाहिँ उहाँ मेडिटेसन गरेर बस्नु भएको थियो है, कुन्छाम भनेर बुझिन्छ। र यहाँदेखि चाहिँ मेन चाहिँ के देखिन्छ, यहाँदेखि जति खाङला पास है टेग्याप्लाहरू एकदम राम्रो देख्छ। यो चाहिँ ठिक तपाईको जङ्गरीको जुन चाहिँ बाङ्ला हट छ त्यसको अगाडि बाटोको मुनिपट्टि साइडमा छ। यो चाहिँ तपाईको गुरुपेटमा सम्भवाको मात्रै नभए गुरु रिम्पोछेको मात्रै नभएर बादमा 1642 मा पनि तपाईको ग्यावा लाचेन नामखा जिग्मी सबैले थाहा भएकै हो, उहाँले पनि आएर यहाँ मेडिटेसन गर्नु कुन्छाम बस्नु भएको। यसरी नै हाम्रोमा है नेचुरल तपाईको प्रकृति राङजिन त छ नै छ र कल्चरमा हेर्नु पर्दा यो खालके हाम्रो होली प्लेस, होली लेक, होली माउन्टेनहरू पुरा छ, धेरै छ। यस्तो राम्रोहरू हामीले तपाईहरुलाई शेयर गर्दा लाइक कमेन्ट्स गर्नुहोस्। अझै भन्दा यसको राम्रो डिटेल तपाईहरुलाई थाहा छ भने कमेन्ट्समा लेखिदिनुहोस्, किनकि हामीले जति सक्दो हामीले हाम्रो कल्चर हैन, कल्चरलाई महत्त्वपूर्ण इम्पोर्टेन्ट दिएर तपाईहरुको बीचमा राखेको र तपाईहरु सबले दर्शन गर्नुहोस्। यो जग्गामा गएपछि जङ्गरी जानु भएपछि तपाईहरुले यो जग्गामा गएर एकताल दर्शन, जब आफूले दर्शन गर्छ अन्त मात्रै मनभित्र हृदयबाट मात्रै विश्वास भन्ने आउँछ भन्दै हजुरहरुको बीचमा है यहाँ चाहिँ गुरुपेटमा सम्भवाले कुन्छाम बसेर चाहिँ यहाँ के गर्नुभयो भन्ने चाहिँ यहाँबाट काँड हान्नु भएको थियो। दाफु है, काँड हान्दा चाहिँ जुन चाहिँ अहिले लामपोखरी भन्ने फेमस रहेछ है, दाफु युम्छो चाहिँ उत्पन्न भएको भनिन्दछ हो। त्यो मात्रै नभए दाफु युम्छोलाई पेमा लाप्साङमा हेर्नु पर्दा है, अब दाछोङ लुमेन लाछो भनेर जति पनि सिक्किमको नागदेव भनौँ न है, लुहरूको चाहिँ महत्त्वपूर्ण एउटा इम्पोर्टेन्ट छो लेक हो भनेर चाहिँ होली लेकमा गन्ती आउँछन् भन्ने विषयहरू चाहिँ हजुरहरूको बीचमा म हिस्सेसिरिङ बुटिया हिमल रक्षक तर्फ तपाईहरुको बीचमा महत्त्वपूर्ण भिडियो लिएर जानकारी लिएर हजुरहरूको बीचमा राखिरहेको छ। हजुरहरू सबैले यसलाई चासो लिनु होला, विशेषतः इम्पोर्टेन्ट लिएर हजुरहरूले पनि यसको के छ मिनिङ, यसको अर्थ के छ बुझेर यसलाई महत्त्वपूर्ण लिनुहोस्, किनकि यस्तो जग्गाहरू हाम्रोमा धेरै छ र हामीले अहिलेसम्म नजानेर नबुझेर हामीले कतिवटा लुकाएको पनि छन्। त्यसै कारणले हाम्रो सिक्किममा तपाईको जति पनि युला सिद्धान्त छिक्योङ सुमा भन्ने देवी देउराली एकदम पवित्र जग्गाहरू छन्।